यो चाहिँ रबिज फल फेरि यता नि टिकट काट्नु पर्ने हो हेलो ओ छोला न दे दे छोला हेलो एन्ड टास्कले तपाईहरु सबैजनालाई वेलकम छ मेरो युट्युब च्यानलमा र अहिले चाहिँ भने हामी इन्डिया देहरादुनमा रहेको जुन मिन्टलिङ गुम्बा हजुरहरूलाई थाहा नै भएको कुरा हो र त्यसको नजिकैमा रहेको जुन यो जो छ त्यहाँ चाहिँ हामी अहिले घुम्न जाँदैछौँ। यदि हजुरहरूलाई मन पर्यो भने लाइक सब्सक्राइब अनि कमेन्ट गरिदिनु होला। ओके ओ छोला न दे छोला दे नाति दे र पैसा हजुर बच्चा चाहिँ रहेछ अहिले चाहिँ भर्खर हामीले एउटा टाइगर दुई तीनटा टाइगर देखिसक्यो। यो चाहिँ एकदम ठुलो खालको टाइगर, सबसे ठुलो बाघ। खास केही छैन, जाने बाटो चाहिँ यस्तो रहेछ। चिडियाखान बाटो यस्तो छ। यो लपरलाई कस्तो लाग्यो आज? टाइम भएर एकदम राम्रै छ, अब रमाइलो भन्नु पर्यो। यो चाहिँ हाम्रो देहरादुनमा रहेको जो अनि ठिकै रहेछ। हाम्रो बाघ दर्शन पायौ। चितुवा त अब हामीले माथि चितुवा रहेछ, यता चाहिँ बाघ। अनि हामी जाँदैछौँ यो बाटो। अब फेरि अर्को पट्टि के छ हेर्नेछौँ हामी। लाइभले रहेछ सर्पा छ त बोइ कसमलाई हेरौँ यत्रो ठुलोलाई म फर्स्ट टाइम देख्दैछु। यत्रो ठुलो चाहिँ लाइफमा फर्स्ट टाइम देखेको मैले नि साँच्चै। यो कस्तो खालको सर्प हो घाँटे? के हो यसो टोको छैन त? के खालको सर्प हो यस्तो? यो नक्कली हो कि सकली हो घाँटे? टोकै छैन त कता घटाउको यिनीहरूको टाउको चाहिँ कस्तो सानो हुने रहेछ है? अन्त मुख यतै हुन्छ नि। साथी नाउँदो थिएँ यो भित्र चाहिँ माछाको रहेछ। रहेछ sure. यहाँबाट हुँदै हामी अब यता गयो भने चाहिँ वाउ सुगा ठाउँ चाहिँ मजाको रहेछ जे भयो नि है। यता अस्ट्रिच चरा कसम बहुत अच्छा देख रहा है इधर पे। एकदम राम्रो देखिरहेको छ। यो चाहिँ दुईटा मात्रै रहेछ यहाँतिर। अनि यताको जोको यो ठाउँ चाहिँ यस्तो रहेछ साथीहरू हेर। अरू भन्दा पनि एकदम रमाइलो रहेछ। हामीले अजिङ्गर पनि देख्यो, बाघ पनि देख्यो, सर्पहरू अनेक थरीको सर्पहरू देख्यो हामीले, प्लस चराहरू, फिस होइन। यहाँ चाहिँ सबै देख्न सकिँदो रहेछ हामीले। अब त्यो भालुहरू चाहिँ देखिँदैन कि अरू भन्दा नि। अनि यो साइडमा चाहिँ पुरा चरै। हामी चाहिँ रबिज क्याप भन्ने ठाउँमा चाहिँ जाँदैछौँ यो भित्र। पानी झर्ने ठाउँमा गइरहेको छु। अब यहाँबाट हेरौँ कस्तो देख्दछ भित्र। साथीहरू पछाडि पुरै आइरहेछ। यो चाहिँ रबिज फल फेरि यता नि टिकट काट्नु पर्ने हो? टिकट पुरा दिनु होला होइन होला यहाँ पर टिकट रहेछ। रबिज
रोबेट फल जानुपर्ने हामी यताबाट होला नो इन्ट्री विदाउट टिकट है ल अनि हामी रोबेटका भित्र छिरेको भित्र चाहिँ कस्तो देख्दैछ एकचोटि हामी देखाउँछौँ हजुरहरूलाई ओके रोबेटका भित्र नि पुगिसक्न लाग्यो यता जाने बाटो त्यही रहेछ उता उता त म चाहिँ फुकाल्नु पर्ने रहेछ अब माथि नेपालतिर हो भने हाम्रो यस्तो पानी एकदम प्रशस्त पाउँथ्यो होइन यस्तो हेर्नको लागि चाहिँ हामी चाहिँ यहाँ 35 रुपियाँ टिकट काटेर चाहिँ भित्र जानुपर्ने हुन्छ यता यसो भाइ साथीहरू पनि सबै गएर नै आइसक्नु भयो हेलो लपन कस्तो के माथि कस्तो रहेछ लपन एकदम दामी छ क्यान्टिङ केही छैन माथि लास्ट त त्यहाँसम्म चाहिँ पुगेर आउनु पर्यो टेम्पोला कस्तो रहेछ माथि केही छैन कस्तो भयो हामी चाहिँ अब मेरो चप्पल ए यहाँ राम्रो रहेछ फोटो राम्रो रहेछ चौध है एकदम रमाइलो रहेछ सबैजना यहाँ घुम्न आउँदो रहेछ नि यो त पर्यटकहरू हाम्रो ऊपर कुछ है दीदी ऊपर कुछ है अभी भी कैंटीन किधर इसके अंदर ही है इसके अंदर है अंदर जाओगे सीधे सीधे ऊपर थैंक यू कैंटीन गएर आउने लपन चाय पीने का डब्बे और कैंटीन कुछ नहीं कैंटीन वो सब कुछ नहीं पानी के बीच में चेयर रखे हैं ओके तो ठीक है एउटा बाटो रहेछ ल बाटो रहेछ नि हाम्रो हेलो 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 फाइनली हामी बाहिर निस्किसक्यो यताबाट केही यतिको रहेछ भित्र अरू केही छैन अहिले चाहिँ हामी अलिक ढिलो भयो ल पनि यस्तो रहेछ भित्र यहाँबाट माथि भित्र छिरेन कहाँ जति गयो नि नपुग्ने रहेछ साथीहरू चाहिँ यता पुरै खाजा लिइरहनु भएको छ ओइ म कति रहेछ म कति पिउँ न त ल कन्टिन्यू है ल साथीहरू खोइ यता चाहिँ खाली छ त आउँदैछ ल जय मोकाठी जसो भी नै देखायो सो यो चाहिँ फाइनली अब हामी चाहिँ यहाँ डेराडुनमा भएको जो अनि यता रिच फल अनि क्याब गुफा रहेछ सबै घुमिसक्यो आजको लागि चाहिँ यति नै हो मेरो ब्लग कस्तो लाग्यो हजुरलाई यदि रमाइलो लाग्यो भने लाइक कमेन्ट अनि सेयर चाहिँ गरिदिनु होला भन्न चाहन्छु ओके